Hello and namaste. Welcome to my new vlog, guys. New vlog. अहिले चाहिँ बिहानको कति बजी यार उठ्न त आज 5:10 उठे हो बज्न चाहिँ कति बजी थाहा छैन हेरौँ अहिले चाहिँ टाइम कति भयो भन्दा ठ्याक्क 6:34 भएछ अहिले चाहिँ हामी ठ्याक्कलाई ढुङ्गा लोड गरेर बसेछौँ ढुङ्गा चाहिँ पुग्नु पनि त्यो ढुङ्गा जस्तै लोड गरे यो चाहिँ आधी चाहिँ हिजै लोड गरिसकेको थियो आधी चाहिँ बिहान उठेर लोड गरेको किनभने हिजो बेलुका अलिक ढिलो भएको थियो नि त त्यही भएर अरूलाई डिस्टर्ब हुन्छ भनेर हामीले चाहिँ आज गरेको अनि गाडी चाहिँ यहाँ छ गाडी लुकिङ हट बोय भन्थ्यो हाम्रो डिपोको बाटो चाहिँ यस्तो खतम भएको छ भने बाटो चुत भएको छ चुत घोडा छ पर घोडाजी पनि छ सालोलाई कुरेको सालो कहाँ गयो पसल गएको मान्छे हरायो त्यो त सालो भन्ने मान्छे हरायो सालो भन्ने मान्छेलाई खोज्न पऱ्यो अब पाएन लुकिङ हट बोय बाजै अघि ढुङ्गासुङ्गा लोड गरेर अनि उहाँ एटिएम गएर पैसा सैसा झिकेर आइसके अनि कफी पनि खाइसके आइ एम भेरी फास्ट 5:10 उठेको अनि फास्ट नभएर के हो भन्दा ढुङ्गा लोड गर्न 15 मिनट जति लाग्यो होला त्यो भएछ त अनि गोली हानिदिएको नि त अनि धान रोपेको छ दामी धान रोपेको यार अहिले धानको सिजन भएर होला सब ठाउँमा धान रोपेको इस्कुस जोस् दादा बस्नु ठाउँमा चाहिँ हरियाली चाहिँ हुन्छ क्या बिकज दादा लभ्स नेचर के हो त्यस्तो त होइन होला कुकुरहरू पनि धान बार्ने ओ छिटो गर्नु है छिटो भने अब त्यसको छिटो त्यही हो कराएर मार्न आइसक्यो अहिले चाहिँ हामी ठ्याक्क जाँदैछौँ गाइज अब बिस्तारै चिउरा रोक्दा पनि रोक्दैन यो मान्छे 1 नम्बरको चुतिया हो गाइज यो मान्छेलाई जसले जहाँ भेट्नुभयो नमस्ते भन्नु होला अरू चिन्नु गर्ने यार बिचारा मेरो साथी बिचारा चिउरा हाम्रो चिउरा सर हो चिउरा सरको चाहिँ 61 नम्बरको गाडी हो देख्ने बित्तिकै नमस्ते नथक्नु होला अनि मैले 25 को भने त नि मैले 25 को भने ए बा म चाहिँ 20 को गिटी छैन भन्छ कालो मात्र छ भन्छ नि ल गाइस भन्न त भनेको थियो ल गाइस अहिले हामी ट्याक्क लाएर डिपोबाट लोड भएर हिँड्लाइसक्यो यही कुरा 2 चोटि कि 3 चोटि भनिसक्यो मैले त्यही पनि बाल भन्न आफ्नै भएको जे पनि भन्न पाएँ अरूलाई भने भइबो हो त अनि दादाले चाहिँ पछाडि नि कन्भेल हालेको केटा हो पछाडि नि कन्भेल हेर्नु पछाडिबाट त सिक देख्छ नि गाडी अझ यो तिरपालले गरेर नदेख्ने हो कि नभए यस्तो छ नि तिरपाल चाहिँ फेरि दादालाई एकदम मिलाउनु पर्छ 22 वर्ष लागिसक्यो फिलै नहुने सम्मारु धेरै भेट्यो दिलै नहुने भन्थ्यो त्यो त होइन होला लगाएछ अहिले हामी डिपोबाट निस्क्यौँ डिपोको हिलो बाटो यही हो म मान्छे त्यही हो यो काले त्यही हो म नि काले हो सुनमा नि काले हो बुढा नि काले हो ऊ त्यो एउटा चिउरा चाहिँ अलिअलि गोरो छ नभए सब काले हो काले ग्याङ
कालेगाङ यस्तो छ यार बाटो 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 साटो देखेर गाडी सडकहरू छ लगाइ अब चाहिँ हामी जाँदैछौँ झर्न अहिले एकछिनमा जाने ठाउँमा पुगेर देखाउँला हाम्रो अब यहाँ सानो टक हुन्छ हामी चाहिँ सामान झर्ने ठाउँमा आइसक्यो अनि यहाँ ठिस मुनि खाल्यो भने झर्छ भन्छु यो त ठिस रहेछ यार मुनि खोल्यो भने झर्छ भन्दैछु यो चाहिँ यस्तो यस्तो गर्ने क्या यहाँनिर ठ्याक्क अड्केको छ ठिकै ठेल्दा दुःख पनि जाँदैन त यो अड्केको यसलाई ठेल्यो भने खुलिहाल्छ नि माथिको डाला हामी टिफरमा त त्यत्रो हाल्थ्यो भयो यो चाहिँ यहाँ झार्ने भने पछाडिको बिच चाहिँ पिल्लर छ यहाँ यो घर बन्न लागेको चाहिँ घर चाहिँ इधर बनेगा ये ठाउँ में बनेगा घर पानी रहेछ यार झर्नलाई यसो डुङ्गा अझै आउनु अब यो फेरि खुलिँदैन क्या नास जाऊ भयो झार्नु ल गाइस ढुङ्गा नामै पुरै कोरिहाल्यो अलि अगाडि जानु त मोजी गाडी कोरिहाल्यो नि यार लेम गरिहाल्यो नि मोजी बिल दिनु पर्दैन लगाइ हामीले चाहिँ ढुङ्गा झारेर नि हिँडिसकेका छौँ ढुङ्गा झारेर अब जाने इट्टाबाट नि त्यसपछि फेरि इट्टा लिएर जानु छ यार अहिले चाहिँ ढुङ्गा लोड गरेर हिँडिसक्यो दादाहरू सालो दादा हिँडिसक्यो ढुङ्गा लोड गरेर अब चाहिँ हामी ठ्याक्कै यो दुवाकोट मोडमा छौँ मोड चाहिँ अलि तल हो यो केएमसी हस्पिटल जाने बाटो यहाँबाट होइन है माथिबाट हो यहीँबाट बाटो त पुरै पिच भइसक्यो अहिले चाहिँ हामी ठ्याक्क दुवाकोटतिर छौँ यतैबाट हामी चाहिँ फेरि फर्किन लाग्छौँ गोइङ ब्याक चौ यसले चौचौ भनेको र मैले चौचौ भने एउटै सुन्छ क्या ढुङ्गा चाहिँ यहाँ झाऱ्यो अब हामी यहीँबाट एमटी भट्टामा इँटा लोड गर्न जानु लाग्यो अब इँटा सिटा लोड गर्ने त्यो पछि उहाँ के भन्छ तिनगुने लगाएर झार्ने त्यो पछि अब के हुन्छ देखा जाएगा लगाइ चाहिँ अहिले एकछिनमा इँटा भट्टातिर पुगेपछि देखाउँछ इँटा लोड गर्न आएको इँटा गाडी त आज यति धेरै रहेछ नि यहाँ एउटा कतिवटा पछि पालो 2टा 3टा 4 5 6 7 8 नै 7वटा रहेछ यार अझै 7वटा गाडी छ अलि पछाडि के त कुरै नगरौँ यो त 1 नम्बर गाडी हो हाम्रो त अझै 7वटा पछि पालो छ
काम त होइन त यार। ओ गणेश भाइ के छ? सानो नसमाउ नारीमा इट्टा पोल्ने चाहिँ यहाँ हो है गाइस। इट्टाको भुक्रो भइहाल्यो। यो मुनि इट्टा हालेर यो छोपेको हुन्छ माटोले। के हो गणेश भाइ? के हो? के छ तपाईँको हालखबर? काम छैन? के छ? कुन? ये गाडीहरू भटाभट लोड भएको होइन? 1 2 3 4 5 6 7 7वटा बजेर यस्तो हुन्छ क्या त। जुन दिन हतार हुन्छ त्यस्तै हुन्छ। यो चाहिँ उयो डल्लो डल्लो छ नि, यहाँबाट चाहिँ आगोको राप आउँछ, राप। अनि आगो यो भुक्रो हाल्ने चाहिँ खोइ कहाँबाट हो? हुनु त यतैबाट हो जस्तो लाग्यो। त्यो कोइला हाल्थ्यो क्या, कोइला हाल्ने ठाउँ चाहिँ बिर्स्यो क्या। म चाहिँ यहाँ राउन्ड हान्दैछु। ए यहाँबाट हो। यहाँबाट हाल्छ कोइला चाहिँ। कोइला हाल्ने चाहिँ त्यहाँबाट हो। कुकुरलाई खोर पनि बनाइदिएर रहेछ। अब चाहिँ के गर्ने? चुपो लाएर बस्ने। अब यत्रो गाडी छँदैछ, हल्ला नगर्ने, चुपो लाएर साइलेन्ट भएर बस्ने। अब यत्रो गाडी छ, भित्र कहिले लोड हुन्छ? आज दिन बित्ने भयो यार इट्टामै। गणेश त्यो इट्टाको चाङमाथितिर घर भन्नु पर्यो। मामाश्री पनि ओर्लेर एन्ट्री भयो। एन्ट्री दामी तरिकाको खत्तम भयो मान्छे। खत्तम भयो एउटा हो, खत्तम। एउटा हेर नि मासला कुकुर हेर्दैन भोसडीले। त्यो भोसडीले हेर्दैन। यस्तो भयो यार गाइज यार। अब के गर्नु त? अब चुपो लाएर बस्ने। यत्रो छ त गाडी, अब गाडी यत्रो धेरै छ। अब यस्तै हल्ला गर्दै हिँड्ने हो। दादाको कामै त्यही हो। अब संसार जित्न हिँडेको मान्छे म चाहिँ यहाँ गाडी धेरै भएर नजितिकनै बस्नु पऱ्यो त। यहाँ चाहिँ यही भट्टाको गाडीहरू छ। वहाँनिर अर्को भट्टा छ, तर भट्टाको यसको चाहिँ दामी हुने। इट्टा चाहिँ कसरी राखेको हुन्छ भने म देखाउँछु गाइस एकछिन। इट्टा चाहिँ कसरी राखेको हुन्छ भनेदेखि म चाहिँ यहाँ के हो, यहाँ त होइन गाइस। यस्तै राखेको हुन्छ इट्टा चाहिँ, यस्तरी चाङ लगाएर राखेको हुन्छ। अनि तलबाट कोइला भन्नाले त्यो कोइला जस्तै हालिरहन्छ है। अनि त्यो पछि हुर बल्ने हो। ओ बुढो मान्छे, राजेन्द्र दाइ पनि यहीँ रहेछ। सबजना इधर छ। लगाइछ अहिले एकछिनमा भेट्न पर्छ। अब गाडी कतिखेर लोड हुन्छ थाहा छैन। लगाइरहेको हाम्रो गाडी भर्यो ठ्याक्क लाएर। ठ्याक्क गाडी लगाएर भरेर हिँड। अब भाइले तिरपाल लाउँछ। बम्पर भन्ने जस्तो लाग्यो। लास्ट टाइम त बम भने अरे मैं आतंकवादी हूँ क्या? कस्तो गर्नु भाइ, पसिना हेर मुला आयो। ओ भोसडी बिस्तारै आइज। भोसडी अब दादा चल्दैछ दादा। मामा चाहिँ यहाँ रहेछ फेरि। ओ मामा खालाङ्नी बा साम्दी चुरी खाऊ। अब गाडी यहाँ राखेर यहाँ हात खुट्टा धुने, त्यो पछि मिलाएर यसो अलिअलि मिलाउनु पर्छ। त्यो पछि गोल्ली केटा हो गोल्ली। के विधि गर्मीमा
तिरपाल झार्दै गरौँ न अब सारा एउटा क्यान्सर पाइप तान्नु पर्यो त्यो पछि भने बिस्तारै गरौँला मासला कस्तो गर्मी यार अहिले कति बज्यो भन्दाखेरि ठ्याक्क 7 ओए छिटै बज्छ त यार आधी घन्टा पनि लागेन छ इटा लोड गर्नु त 7 बजेर 8 बज्नलाई 2 मिनट कि 3 मिनट बाँकी हामीले चाहिँ अघि उता पछाडि गोदाममा नगरेर यहाँबाट भरेको हो क्या त्यही भएर छिटो भयो के हो मामा यस सर भन्नु न सलाम साहब भन्नु न लगाइ जहिले एकछिनमा भेटौँला अब हामी चाहिँ रोड गरेर पनि अब यसो तिरपाल लाएर पनि ट्याकको कहाँ भनेदेखि सल्लाहघारी चोक आइपुग्यो सल्लाहघारीको ठ्याक्कै चोक यहाँको रेड लाइटै बल्दैन रहेछ अहिले रेड लाइटै बल्दैन तर बिहान बाटो खुल्ला भयो बेलामा यो बाटोमा बाइक कुदाउन मजा आउँदो रहेछ यार लप्लीको छोरी हुँदो रहेछ त्यहाँबाट कुदाएको मैले त्यहाँसम्म पुग्दाखेरि ठिकै स्पिड गएको थिएँ ढोका ड्याप ड्याप बसमा ड्याप ड्याप क्वालिटी बसेर बस्नु पर्यो यस्तो गाडीहरू चाहिँ जाने हो क्या फेरि बाटोमा बस्छ गाडीहरू रन्केर आएर अर्को गाडीले फुत्त पेल्दै काट्नु खोज्छ अनि दोष कसको ड्राइभरको एक गोरुको त दोषै छैन किनकि त्यो त के भन्नु अब केही पनि अहिले हामी ट्र्याकको सिजन नगर चोक आयो हाम्रो डिपो जान्छ यहाँबाट भित्र ट्र्याकै ट्र्याक जाने अनि उहाँ पर जेसिबीहरू राखेको ठाउँबाट राइट नट लेफ्ट अब ट्र्याक लगाएर हामी यो चाहिँ झाने चाहिँ हिजो त्यो हामीले बालुवा 3 गुणेमा झारेर त्यही हो अस्ति उहाँको पड्केको थियो नि ट्रान्समिटर ढुङ्ग पड्कियो उयो पड्क्यो हालो नि अहिले हामी ट्याक्क राधेको ठ्याक्कै राधेमा खोइ राधेको बिल्डिङै नदेख्दिएर राधे बिल्डिङ वेरिज यहाँ भेरी गुड यो घर देखेर चाहिँ यो घर मेरो किन नभए होला जस्तो लाग्छ मेरो भामे नि काम त थिएन त्यही नि लगाइ अब झार्नेसँग भेटौँला धेरै चुत कामहरू गर्नु हुँदैन एकछिनमा भेटौँला हामी चाहिँ झार्ने ठाउँमा आइसक्यौँ झार्ने चाहिँ यही हो यहाँ पुरा यस्तो गर्दा खानु बाइकले डिस्टर्ब गर्छ यो हजुर हामी चाहिँ फेरि बाबा लोड गरेर झार्ने ठाउँमा आइसक्यौँ बा एकदम राम्रो मान्छे शिवन मामा चाहिँ आउनुहुन्छ ठाउँ चाहिँ लास्ट अल्टर छ क्या उठाउनु उठायो यस्तो गल्लीबाट अल्टर छ गाडी नछिन्न आउँदा बल्ल छिराइन्छ त्यही दादा गर्मीले पसिना हेर न बात हान्नु पर्दैन आफै जान्छ बौ अगाडि त्यसो लाग्यो जाउँ अगाडि भयो उठाउनु भयो जाउँ अगाडि बात हुन्छ नि अगाडि उठाउनु यति त हो नि बुढा हो यति उठाउने हो बुढा मान्छे खत्तम हो हाम्रो बाजे भयो झार्नु झार्नु यस्तो झार्दै आएछ सबै राम्रो लाग्यो
देखेँ मैले एउटी सुन्दरीलाई। ब्याक गर्नु म उयो के अरे मनोज दाइको स्कुटी त हालिदिन्छु। दामी देखाएको छ केटा अब दामी देखाएन होला यार हरामी देखिरह होला लगाएछ अहिले एकछिन बुढामा पिस गाएछ अहिले चाहिँ हामी कहाँ भन्दाखेरि बोडे जाँदै हो बोडे होइन हामी जान्छ कपन जानला हो बोडेको बाटोमा हो बवाल जाम भइरहेको यो गल्लीमा कपन जान लाग्यो बालुवा अघि एक टिप बालुवा लिएर गयो भन्सार त्यो पछि अनि एक टिप फर्मा पनि गऱ्यो दुई टिपमा चाहिँ भ्लग बनाएन किनकि अब बिर्सेछ अब त्यस्तै हो दादाको दिमाग अहिले चाहिँ कपन जान लाग्यो मामा राइडर अब म चाहिँ सुत्न लाग्यो म चाहिँ ढुस हुन लाग्यो ल गाइज अहिले कपन पुगेर मम्मीको पसलतिर पुगेर पानीपुरी चटपटी खाइयो भने भिडियो बनाउँदा हेलो गाइज दाइ चाहिँ पुरा मस्त छ होइन होइन त गाडी चलाउनु छ दाइ सुतेको म बनाउँछु भन्दै थिएँ नि यहाँ हस्स बसेर भएको छ यसरी मस्त छ दाइलाई हामी चाहिँ यसलाई के पुल भन्छ महाकालबारी पुल आइपुग्यौँ नयाँ पुल यहाँ सानो पुल चाहिँ बन्द भयो अहिले दाइ मस्त सुनिरहेको छ गाइज अहिले चाहिँ हामी ठ्याक्क चाबेलमा हेरेर कसरी थाहा हुन्छ भने यहाँबाट अहिले हामी ठ्याक्क चाबेलमा छौँ मम्मीको पसलमा गएर खाजासाजा खाइयो म त अब ढुस पाऱ्यो खानै पाएर वहाँ पुगेर मलाई उठाएको म त सुरु भएछ अहिले म किन यस्तो भने जस्तो भयो अब चाहिँ हामी बानेश्वर जाँदैछौँ बानेश्वर जाने अनि अब चिप्स हुन्छ कि बालुवागिटी हुन्छ यत्रो थोप्ला हेर न ओभरलोड यसलाई ओभरलोडको चितकाट ओ तेरो सालाहरूलाई बोला ओ यार त्यो डोरी त्यसमा तानले ल्याएर टायरमा मान्नेला र जोड होला यसलाई भन्नु पऱ्यो ओ 220 होइन आन्टी नै भइसक्यो भागतिर जोड अहिले चाहिँ हामी चियाक बोलाएर मित्र पार्कको जानमा मित्र पार्कमा जोड जान्छ यार छ्याउ लाग्ने मान लगाएर एकछिन बानेश्वरतिर गएर भेटौँला अहिले चाहिँ हामी कहाँ भन्दाखेरि ठ्याक्कै शान्ति चोक ओम शान्ति चोक बानेश्वरको ओम शान्ति चोकमा छौँ अनि हामीले चाहिँ अहिले एक ट्रिप लग्यो उता सोल्टी होटेल हिजो लगेको ठाउँमा अनि आज अहिले डिटेल रोड गरेर हिँडिसक्यो फेरि बाल बिजी भइरह बिजी त वाइल्ड बिजी भइरह वाइल्ड नै बिजी भइरह मामा ढुन्नु उडाउ भाइलाई चाहिँ डिपुमै छोडिदिएको यहीँ बानेश्वरको डिपुमा छोडिदिएको यो सोरसार गर्दै गर्छ भनेर या मामाले यहाँ जिटिए हानेछ जिटिए भाइ सिटी या लगाइज अहिले एकछिन भेट्नुपर्छ अहिले चाहिँ एकदम रन्का मोडमा छौँ फेरि अहिले अर्को मोडमा पुग्यो भने बिस्तारै हिँडिन्छ क्या त्यो भएर झ्याउ लाग्छ अहिले एकछिनमा भेटाउँला त्यो पछि उडाउनु पर्छ अब खै आज 11 बजीसम्म पुग्ने भने खै के हुन्छ भयो भने पुग्ने नभयो भने भक्तलाई सुत्ने लगाइज अहिले एकछिन हामी कहाँनिर भन्दा ठ्याक्कै बिजुली बजार भन्ने ठाउँमा हो बिजुली बजारमा छौँ हामी चाहिँ हामीले कति 3 टिप हान्यो होइन 3 टिप हान्यो अब खै आज रातभरि पुग्ने भन्ने कुरा गर्दै थियो अब के हुने हो त्यो चाहिँ थाहा छैन पुग्न चाहिँ पुग्ने भन्ने कुरा छ अहिलेको लागि चाहिँ भर्खर 3 टिप भयो बिजुली बजारको भ्यू हेर्नुहोस् गाइस यतापट्टिको बिग्रिया बत्ती हालेको थियो बिग्रियो
यतापट्टिको चाहिँ एकपट्टिको ब्ल्याक एकपट्टिको ब्ल्याक चाइना मेड इन चाइना यस्तोहरू मर्ने हो यस्ताहरू उफ्रेर आउनु खोज्छ है हिँडेर आयो भने त रोकिहाल्छ नि ल गाइज अब रात पनि पर्यो धेरै भ्लग बनाउनु हुँदैन उचित हुँदैन जस्तो लाग्यो आज किनकि अब रात परेपछि केही देख्दैन बनाएको केही महत्त्व नि हुँदैन ठ्याक्क रेड लाइटमा पर्दैन क्या ल आजको लागि यति नै द्याट्स द एन्ड अफ द भिडियो see you in next video guys see you in next video keep loving keep supporting like comment share and bye यार त्यही हो कुरा ल गाइस बाइ बाइ